वेद पढ्न असमर्थ भएको हुँदा र ज्ञान पर्याप्त नभएको हुँदा यी सबैलाई जीवात्माको उद्धार गर्नका लागि उहाँले चारवेद बनाउनु हो, उपवेदहरू बनाउनु हो। अनि महाभारतको 16,16,000 महाभारतको रचना गर्नुभयो। सबै गर्दै जाँदाखेरि पनि आफूलाई असन्तुष्टि आयो। सन्तुष्टि नआइसकेपछि अब मैले के गरौँ, कसो गरौँ, कहाँ जानु, तर्क वितर्क भयो। तर्क वितर्क भइसकेपछि अब उहाँले आफ्नो आश्रममा बसेर एकदम मलिन मुख लगाएर बस्नुभएको थियो। त्यसै अवसरमा नारद मुनि आइसकेपछि नारद मुनिको ठुलो